सन् 2026को यो समय विश्व इतिहासको एउटा यस्तो मोडमा उभिएको छ जहाँ शान्ति र विनाशको बिचमा केवल एउटा पातलो रेखा बाँकी छ। मध्यपूर्व, जसलाई विश्वको बारुदको बाकस भनिन्छ, त्यहाँ एउटा यस्तो आगो छल्किएको छ जसको रापले वासिङटनदेखि बेजिङसम्म र लन्डनदेखि काठमाडौँसम्मको अर्थतन्त्रलाई पोल्न सक्छ। एकातिर प्रविधिको शिखरमा रहेको इजरायल र विश्वको महाशक्ति अमेरिका, अर्कोतिर 45 वर्षदेखि प्रतिबन्धको घेरामा परेर पनि नझुकेको इरान। यी दुई शक्तिबीचको टकरावले अब केवल एउटा क्षेत्र झगडा रहेन, यो त विश्व व्यवस्थाको नयाँ परिभाषा लेख्ने महासङ्ग्राम बन्दैछ। दृश्यहरू भयानक छन्। किन अमेरिका र इजरायल इरानको नाम सुन्ने बित्तिकै सशङ्कित हुन्छन्? के इरानसँग साँच्चै त्यस्तो कुनै गोप्य हतियार छ जसले इजरायललाई नक्साबाटै मेटाउन सक्छ? आउनुहोस् आजको भिडियोमा बुझ्ने प्रयास गरौँ। तपाईँको पाङ्ग्रालाई अलिकति पछाडि घुमाउँ। सन् 1979 भन्दा अघि इरान र इजरायल कट्टर दुश्मन होइन, मिल्ने साथी थिए। तर इस्लामिक क्रान्तिले सबै कुरा बदलिदियो। आयातोल्लाह खेमेनीको नेतृत्वमा इरानले इजरायलको अस्तित्वलाई नै नकार्दै उसलाई सानो शैतान र अमेरिकालाई ठुलो शैतान घोषणा गर्यो। तपाईँलाई लाग्न सक्छ यो केवल धार्मिक लडाइँ हो। होइन, यो त वर्चस्वको लडाइँ हो। इरान चाहन्छ कि मध्यपूर्वबाट अमेरिकी सेना पूर्ण रूपमा बाहिरोस् र त्यहाँ इरानको एकलौटी प्रभाव चल्नुपर्छ। यता इजरायलका लागि इरानको यो सपना उसको अस्तित्वमाथिको सिधा प्रहार हो। अमेरिकाका लागि इजरायल मध्यपूर्वको एउटा यस्तो गढ हो जुन भत्किएमा उसको विश्वव्यापी दादागिरी र पेट्रोल डलरको साम्राज्य समाप्त हुनेछ। त्यसैले अमेरिका र इजरायलका लागि इरानलाई रोक्नु केवल रणनीतिक आवश्यकता मात्र होइन, यो त उनीहरूको अस्तित्वको रक्षा पनि हो। अब थोरै फर्क्यौँ इरानको 45 वर्षे प्रतिबन्धतिर। 45 वर्षदेखि इरानमाथि लागेको प्रतिबन्ध केवल आर्थिक नाकाबन्दी मात्र होइन, यो अमेरिका र इजरायलले इरानको इस्लामिक क्रान्तिलाई कमजोर बनाउन प्रयोग गरेको सबैभन्दा ठुलो भूराजनीतिक हतियार हो, जसको सुरुवात 1979 को अमेरिकी दूतावास काण्डदेखि भई आजको आणविक होडसम्म आइपुग्दा झन् जटिल बनेको छ। अब फेरि बुझ्नुहोस्, अमेरिकी दूतावास काण्ड। सन् 1979 को अमेरिकी दूतावास काण्ड इरान र अमेरिका बीचको सम्बन्ध सधैँका लागि बिरुनुको मुख्य जड हो। इरानी क्रान्तिपछि आक्रोशित छात्रहरूको एक समूहले तेहरान स्थित अमेरिकी दूतावासमा छापा मारी 52 जना अमेरिकी कूटनीतिज्ञ र कर्मचारीलाई 444 दिनसम्म बन्धक बनाएका थिए। इरानीहरूले अमेरिकामा उपचार गराइरहेका आफ्ना पूर्व राजा शाहलाई फिर्ता गर्न माग गरेका थिए, जसलाई अमेरिकाले अस्वीकार गर्यो। यो घटनाले अमेरिकामा जिम्मी कार्टरको सरकार ढाल्यो भने इरानमा कट्टरपन्थी इस्लामिक सत्तालाई झन् बलियो बनायो र त्यहीँबाट इरानमाथि अमेरिकी प्रतिबन्धहरूको 45 वर्ष लामो सिलसिला सुरु भएको थियो। यो 4.5 दशक लामो घेराबन्दीले इरानको बैंकिक प्रणाली, तेल निर्यात र उड्डयन क्षेत्रलाई विश्व बजारबाट अलग्याएर उसको अर्थतन्त्रलाई धराशायी बनाउने प्रयास गरे तापनि यसको जगमा इरानले प्रतिरोधी अर्थतन्त्रको विकास गर्दै आफूलाई घरेलु सैनिक प्रविधि, ड्रोन र मिसाइल निर्माणमा आत्मनिर्भर बनाउनुका साथै बाध्य भएर रुस र चीनसँगको सामरिक गठबन्धनलाई मजबुत बनाएको छ। परिणामस्वरूप यो प्रतिबन्धले इरानी जनतालाई चरम महँगी र अभावको भुमरीमा धकेलेको छ भने अर्कोतर्फ यसले इरानलाई पश्चिमी शक्तिसँग झन् बढी आक्रामक र अनप्रेडिक्टेबल शक्तिको राष्ट्रको रूपमा उभ्याइदिएको छ। तर सबैभन्दा ठुलो डर त परमाणु बमको हो। इजरायली खुफिया एजेन्सी मोसादको दाबी छ कि इरान परमाणु हतियार बनाउनको लागि अन्तिम चरणमा पुगिसकेको छ। 90% युरेनियम सर्वन्धन यो बिन्दु हो जहाँ परमाणु बम बनाउनको लागि केही हप्ता मात्र लाग्छ। त्यो बिन्दुमा इरान पुगिसकेको छ। इजरायलले स्पष्ट भनिसकेको छ, हामी इरानलाई परमाणु हतियार बनाउन दिने छैनौँ, चाहे त्यसका लागि हामीले एक्लै युद्ध लड्नु किन नपरोस्। तर इरान पनि कम छैन। उसले जमिनको 100औं फिट मुनि यस्ता सैन्य अड्डा बनाएको छ जहाँ आधुनिक बमहरूले पनि असर गर्न सक्दैनन्। एकातिर इजरायलको F-35 विमान र आइरन डोम प्रविधि छ भने अर्कोतिर इरानको विशाल ब्लास्टिक मिसाइल र आत्मघाती ड्रोनको भण्डार। इरान एउटा चतुर खेलाडी हो। उसले खासै अमेरिका र इजरायलसँग सिधा युद्ध लड्दैन, त्यसैले उसले छाया युद्धको सहारा लिन्छ। लेबानमा हिजबुल्लाह,
गाजामा हमास, यमनमा हुथी र इराकमा विभिन्न सशस्त्र समूहहरू यी सबै इरानका हातहरू हुन्। यसलाई इरानले प्रतिरोधी अक्ष भन्छ। अहिलेसम्म प्राप्त पछिल्ला रिपोर्ट अनुसार इरानले आफ्ना प्रक्सी समूहहरूलाई पूर्ण रूपमा परिचालन गरिसकेको छैन। इरानले सुरुमा आफैले प्रत्यक्ष रूपमा मिसाइल र ड्रोन प्रहार गरेर प्रतिशोध लिने प्रयास गरिरहेको छ। जस्तै कतार र कुवेतमा रहेका अमेरिकी अड्डाहरूलाई लक्षित गरी प्रहार गरिएको छ। तर विश्व राजनीतिमा एउटा युगको अन्त्य र भीषण अनिश्चितताको सुरुवात भएको छ। इरानी राज्य मिडियाले आधिकारिक रूपमा सर्वोच्च नेता आयतोल्लाह अली खामेनीको संयुक्त हवाई आक्रमणमा मृत्यु भएको पुष्टि गरेको छ। तेहरानको केन्द्रमा भएको यो आक्रमणलाई अमेरिका र इजरायलले न्यायको जित भनेका छन् भने इजरायलले यसलाई आफ्नो अस्तित्वमाथिको प्रहार भन्दै कडा प्रतिशोधको चेतावनी दिएको छ। 40 दिने शोक घोषणा गर्दै इरानका गल्लीहरूमा आक्रोशको ज्वाला दन्किएको छ र सीमामा सैन्य हलचल तीव्र बनेको छ। अहिले प्रक्सी समूहहरू पर्ख र हेरको स्थितिमा छन्। इरानको नयाँ नेतृत्वले आधिकारिक रूपमा जिहाद वा पूर्ण प्रतिशोधको आदेश दिएमा यी सबै समूहहरूले एकैसाथ इजरायल र अमेरिकी स्वार्थहरूमाथि बहुआयामिक आक्रमण सुरु गर्ने प्रबल सम्भावना छ। खामेनीको मृत्युलाई इजरायलले रेड लाइन मानेको छ। त्यसैले अबको केही घण्टा वा दिनमा प्रक्सी समूहहरू सक्रिय हुन सक्छन्। लेबानमा रहेको हिजबुल्लाहले इजरायलको उत्तरी सीमामा ठूलो स्तरको रकेट र मिसाइल आक्रमण सुरु गर्न सक्छ। यसअघि नै यसले खामेनीलाई लक्षित गरिएमा आफूहरू चुप नबस्ने चेतावनी दिएको थियो। यमनमा रहेको हुथीले लाल सागरमा रहेको अमेरिकी र इजरायली जहाजहरूमाथि आक्रमण तीव्र पार्न सक्छ। साथै अन्य समूह पनि सक्रिय बने भने अहिलेको तनावपूर्ण अवस्थालाई हेर्दा युद्ध रोकिने छैन। बरु प्रक्सी समूहहरूको प्रवेशले यो अझ भयानक हुने देखिन्छ। यो युद्धमा जब रुस र चीन पनि जोडिएका छन्। युक्रेन युद्धमा इरानी ड्रोनले रुसलाई ठूलो मद्दत गर्यो। बदलामा रुसले इरानलाई आफ्नो सबैभन्दा खतरनाक यास-400 वायु रक्षा प्रणाली दिने सम्भावना छ। चीनलाई आफ्नो उद्योग चलाउन इरानको सस्तो तेल चाहिन्छ। चीनले इरानसँग 25 वर्षका लागि $400 अर्ब रणनीतिक सम्झौता गरेको छ। त्यसैले चीन कूटनीतिक र आर्थिक रूपमा इरानलाई ढल्न दिने छैन। आक्रमण लम्बिँदै गयो भने यो केवल दुई देशको युद्ध रहने छैन। यो रुस चीन गठबन्धन भर्सेस अमेरिका इजरायल गठबन्धनको महायुद्धमा परिणत पनि हुन सक्छ। तर यो महायुद्ध भयो भने के हुन्छ कल्पना गर्नुहोस् त। यदि स्ट्रेट अफ हर्मुज बन्द भयो भने विश्वको 20% तेल आपूर्ति रोकिनेछ। तेलको भाउ प्रति ब्यारल $200 नाग्न सक्छ। यसको सिधा असर तपाईँ हाम्रो भान्सामा पर्नेछ। नेपाल जस्तो देशमा महँगीले आकाश छुनेछ। रेमिट्यान्स रोकिनेछ र वैदेशिक रोजगारमा रहेका लाखौँ नेपालीको ज्यान जोखिममा पर्नेछ। युद्धले कहिल्यै समाधान दिँदैन, यसले केवल विनाश ल्याउँछ। तर मध्यपूर्वको यो चेस बोर्डमा अहिले यस्ता खेलाडीहरू छन् जो पछि हट्न तयार छैनन्। इजरायलले आफ्नो अस्तित्व बचाउन लड्दैछ, अमेरिका आफ्नो वर्चस्व जोगाउन खोज्दैछ र इरान आफ्नो ऐतिहासिक गौरव र क्षेत्रीय शक्ति स्थापना गर्न चाहन्छ। के कूटनीतिले यो विनाशलाई रोक्न सक्ला कि संसार अर्को एउटा ठूलो नरसंहारको साक्षी बन्ला? यो केवल समयले बताउनेछ। तर एउटा कुरा पक्का छ, मध्यपूर्वको आगो अब त्यत्तिकै निभ्नेवाला छैन। यो शक्ति, अहङ्कार र अस्तित्वको लडाइँ हो जसले 21औं शताब्दीको भविष्य तय गर्नेछ। हामीले आश गरौँ कि विश्वका नेताहरूमा चेतना पलाओस् र मानव सभ्यता अर्को एउटा अन्धकार युगमा प्रवेश गर्नबाट जोगियोस्।